गाइज आज चाहिँ हामी योसिका दिदीको के अरे ब्याचलर पार्टीमा आएको हाम्रो बेहुलीको इधर मेकअप हुँदैछ रातो लिपस्टिक लगाएर रातो हैन कुन हो पिङ्क हाम्रो मेकअप आर्टिस्ट सोनी दिदी यता हेर्नु त किरण चाहिँ धेरै खुसी छ हेर त ल किरण यता यता आउनु यता हो अब भन तिमी धेरै एक्साइटेड देखिरहेछ सब हाम्रो केटीहरू ग्रुपहरू आएको चाहिँ सङ्गीता र करुणालाई हामी मिस गरेका छौँ सन्दिदी बोल्नु सन्दिदी प्लिज सम वर्ड्स ल भन्नु न केही धनिया प्लिज ल ल फर्स्ट टाइम वान पिस पुतली हो कि जुनकिरी हो ब्याचलरेट पार्टीमा आएको छौँ हैन सिकाको अनि हामी ठुलो सोले हामी मान्छे भएर सुरुमा चाहिँ हामी सङ्गति गऱ्यौँ अनि त्यसपछि चाहिँ हामी अहिले फोटो सेसन गर्नु आएको छौँ सक्यो अनि हामी फोटो खिच्दैछौँ भन्नु के हाई गाइस होइन के दिदीको उसमा के भन्नु न दिदीको उसमा के योसिका दिदीको योसिकाको हामी ब्याचलरेट पार्टीमा जाँदैछौँ त्यति मात्रै रमाइलो गर्नेछौँ हेर्दै गर्नु होला ल तिमीहरू नि भन लाज किन बाबा अरे के चाहियो ल भन ऊ चाहिँ केक म केकवाला मान्छे भन केकवाला मान्छे हैन उता चाहिँ हाम्रो लेडिजहरू तपाईँले भन्नु केही इमोसनल नहुनु केही भन्नु अब भन्नु न मेरो बिहे हुँदैछ रे हामी हाम्रो डेस्टिनेसनमा आइसक्यो दिस इज गोदावरी केटीहरू बसे गर्दिउ गाइस को क्यामेराम्यान 3 2 1 गो भयो ल भयो ताली बजाइदिउँ गाइस यता हेर्नु त तिमी छडा नि अब तिमी छडा त्यो अब यहाँ चाहिँ भिडियो सुट हुँदैछ है योसिका दिदीको उहाँ मोडेल अनि हाम्रो क्यामेराम्यान यता अब चाहिँ हामी यहाँ केक सोले बनिरहेको केक काट्दै यहाँ हामी चाहिँ केक काट्नको लागि तयारी योसिका दिदीको केक रेडी हुँदैछ Best wishes bride to be. मजाले राखौँ हाम्रो योसिका दिदी अब बिदाई हुन लाग्नु भएछ केही हप्तापछि एउटा चाहिँ राख न त्यसले सबैमा उठ्यो गर्ने अनि ल है Happy birthday यस्तो भिडियोग्राफी हानिदिन्छु घुमाएर गर्नु न सबैजनाले प्रिया दिदीको भ्लगमा हेर्नु होला प्लिज गाइजहरु सब्स्क्राइब गरिदिनु होला नगरेको अरु 0 पोइन्ट गर सबै गाउनु पर्यो ओहो तातो आएर हा
पुग्नु भयो अनि लास्ट एउटा यो भइसक्यो काट्ने चाहिँ हामीले लिएर आएन धेरै स्पेशल छ है राइट जस्तै स्पेशल है हाम्रो चाहिँ माथि हेर माथि फेरि बिग्रिन्छ यतिको चाहिँ भयो इट्स अ गर्ल्स हुड गाइज Happy birthday. गर्नु भएन नि दिदी खुसी भएको आयो प्लास्टिक थियो हैन कसरी खाने के यतै त हाङ हाङ अब यसको त ल भने हामी सबले खाम सरी यहाँ अर्को एता खिच्नु पर्ला लगरहरु का हो ब्लर आफै मात्रै गर्नु ल हामी कति 10 जना छौं रुनुहुन्छ ल आऊ सबैले खाऊ म भिडियो गर्छु अब ल भयो क्या अब त पुग्यो यो सिकस रेस्ट ल पालै पाल तिमीले ग ल सन्दी दे मैले त बुझे भयो ल लाने घरै छ दिदी तपाईको कपाल भइसक्यो ह्यापी दिदी उयाबाट बनाइदिदै गर्नु न ल अरुको छ छाया बेहुलीको मुख भरिसक्यो खानु यहाँ थोक यहाँ बिस्तारो अरु ए लाउनु लिनु दिदी के खाइसकेपछि रुने के सबैजना सँगै के खाइसक्नु हामी फेरि ल हेलो क्यामेराम्यान म त यहाँ छु के हो यो कता केक आबै खानु त नि अब कपाल आयो के मुखमा आउ दिदी तपाईँ नि आउ कस्तो भएको नि लास्ट केक ल कसले खान्छ सोनी दिदी ल हो ल यो नि प्रियाले खान्छ ल हामी केरलाको के ब्राइडल कोर्समा बेथलेहेमको गाईको गोठमा
भएन सन्देश लिएर आएका छौँ सिङ्गर 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 हाम्रो ब्राइडलाई यहाँ जाडो भइसक्यो अर्को ल दिदी रोएर आँखा सुनिन्छ ल दिदी के भन्नु तपाईँले चाहिँ एकछिन के भन्नुहुन्छ बनाइदिनु भएको लागि सबैजनालाई धेरै धेरै धन्यवाद बिर्सिने होइन नि गाईको गोठमा पुग्नलाई बाटो देखाए गाईको गोठमा ताराले बाटो देखाए सन्देश लिएर आएका छौँ जन्मिएका छौँ गाईको गोठैमा आएका छौँ अनि आजको प्रोग्राम चाहिँ सकेको छ दिदीको भन्छ